अध्यायलाई हिब्रूको 5 अध्यायमा हामी त्यहाँ हेर्यौँ भने चाहिँ पाउँछौँ है। त्यस कारणले गर्दा चाहिँ हामी चाहिँ एउटा महिनादेखि अर्को महिनासम्म चाहिँ हामी बढ्दै जानुपर्छ। तपाईँहरू 5 मिनट प्रार्थना गर्नुहुन्थ्यो भने 10 मिनट गर्नुहुन्थ्यो 15 मिनट होइन, त्यो चाहिँ प्रार्थना। अनि अब भनौँ न अब आँखाले देखेको कुराहरूको तपाईँले प्रार्थना गर्नुहुन्थ्यो, हामी त्यसरी गर्थ्यौँ भने चाहिँ अब चाहिँ के हो त हामीले नदेखेको अदृश्य कुराहरूको पनि हामीले कल्पना गरेर प्रार्थना गर्न सक्ने हुनु पऱ्यो कि गएर गोप्ताको कुराहरू रहस्यको कुराहरू गर्न सक्ने त्यस्तो प्रार्थनाहरू चाहिँ हामीले शक्तिशाली प्रार्थना गर्नु पऱ्यो। अनि प्रार्थनाको निम्ति चाहिँ कलसीको पुस्तक हामीले एक अध्यायलाई हामी पढ्यौँ भने त्यहाँ पाउने यस्तो शक्तिशाली प्रार्थना गर्छ त्यहाँ हामी पाउँछौँ। त्यस कारणले गर्दा हामी चाहिँ एउटा महिनादेखि चाहिँ अर्को महिनासम्म हामी उक्लिँदै जानुपर्छ। अझ हाम्रो अब मण्डलीमा 15-16 वर्ष 20 वर्ष भएको हुन्छ होइन, तर हामी चाहिँ के भन्छ त्यो 15-20 वर्ष भएको विश्वासीले चाहिँ अझ मलाई हात राखेर प्रार्थना गरिदिनुहोस् भन्नुपर्छ। अनि त्यो अब के त्यो भन्नुपर्ने अवस्था हो अझ हामीले लगाउनुहोस् हामी प्रार्थना गर्छौँ भन्ने अवस्था हो नि त। किनभने हामी चाहिँ त्यो एउटा पाइला नै सार्नु खोज्दैनौँ कि त्यही पाइलामा उभिरहनु छ भने त्यस कारणले गर्दा हामी चाहिँ एउटा महिनादेखि अर्को महिनासम्म जानुपर्छ। अनि प्रत्येकलाई परमेश्वरले त्यो दिनुभएको छ, त्यो चाहिँ आत्मा हुनुहुन्छ। अनि के हुन्छ त्यो जो प्रभुबाट आउँछ त्यो चाहिँ जो चाहिँ आत्मा हुनुहुन्छ। अनि त्यो आत्माले नै गर्ने। यदि हामीमा आत्मा छैन भने हामी गर्नै सक्दैनौँ। अब आत्मा नभने त प्राणीहरू छ, अब हामी चाहिँ के त आत्मा हुने प्राणी। त्यस कारणले गर्दा त्यो चाहिँ परमेश्वरले दिनुभएको छ। अनि त्यो चाहिँ प्रभुबाट आउँछ। अनि हामी चाहिँ साहसी हुनुपर्छ।